यता पनि अर्को झ्याल छ। यो झ्यालमा चाहिँ धेरै यादहरू छ, धेरै के भन्ने याद छ है यो झ्यालसँग रिलेटेड। अनि अब चाहिँ यो झ्याल यतिको छ, यो खोल्ने साइज चाहिँ यति छ है। यति छ भनेपछि योमा चाहिँ म पहिला मलाई मम्मीले यहाँभित्र सुते बेलामा ढोका बन्द गरिदिएर खै कता के काममा जानुभएको थियो अरे। अनि उठ्दा चाहिँ अब ढोका बन्द भएको, अनि त्यति बेला चाहिँ म यहाँ यो झ्याल यतिदेखि निस्केर चाहिँ म तल हाम्रो सानो फुपूको घरमा गएको थिएँ अरे है। अब त्यो त मलाई त्यति साह्रो याद छैन, तर यो झ्यालबाट चाहिँ त्यसरी म निस्केको थिएँ। अरू बेला नि यसो निस्किने भित्र जाने चाहिँ हुन्थ्यो। सायद अहिले पनि सक्छु होला म यो झ्यालमा पस्न, त्यति ठुलो भएकै छैन। यसरी नै होला है, जाऊ बाबु भित्र। म यसरी नै यही झ्यालमा त आउने जाने गर्थ्यो, यही झ्यालमा त। अहिले यो बिरालो पस्ने मिल्ने भएको छ झ्याल।